दर्शन हजुर नमस्कार, स्वागत छ हजुरलाई मेरो च्यानलमा। अनि यो चाहिँ भिडियो देखाउन गइरहेको छु। हामी सुमार्गको परिवार म्याडमहरू टिचरहरू मात्रै जाँदैछौँ हामी जनकपुर घुम्नका लागि। अहिले छुट्टी चल्दैछ, विन्टर भेकेसन चल्दैछ अनि हामीले डिसाइड गऱ्यौँ कि आज धेरै दिनदेखि सोचिरहेको थियौँ हामी जनकपुर जाउँ भनेर भगवान्को दर्शन गर्न। अनि हामीलाई बल्ल आज जुरेको छ। ल हामी लाग्यौँ है साथीहरू जनकपुर। जनकपुर जाँदा जाँदा यहाँ बर्दिवास आइपुगेको थिएन कि हामीलाई अब के गर्नु त, अब एकछिन रेस्ट गर्नलाई यहाँ जङ्गलमा खैरमारा परेशदारी जङ्गल रहेछ सानो, यसो घुम्न रेस्ट गऱ्यौँ। धेरै बस्दा बस्दा 1 घन्टा हुन लागेको थिएँ, थकाइ लगाएर कोही जङ्गलतिर पस्यो। यसरी नै हाम्रो जर्नी स्टार्ट भयो यहाँदेखिबाट। फाइनली हामी जनकपुर आइपुग्यो। जनकपुर आउँदा साथीहरूले यहाँ ठुल्ठुलो अम्बा देखेर अचम्म लागेछ। यहाँ अम्बा हेरिरहनु भएको छ देवी म्याम र शिल्पा म्याम। ल यो के हो, यसलाई के भन्छ हिन्दीमा भनेर। त्यसपछि चुरा देखेपछि, चुरा पनि यस्तो राम्रो चुरा देखेपछि लोभ्याउनु मन लोभ्याएछ। हेर्नुभएछ। पहिला दर्शन गर्न जाउँ न हो, मन्दिर पहिला जाउँ भन्दैछु म चाहिँ। पहिला दर्शन गरौँ त्यसपछि किन होला। ल अब हामी लाग्यो जनकपुर मन्दिर, जानकी मन्दिर। अनि हामी ख्यालठट्टा गर्दैछौँ हाम्रो राम भगवान् को पर्नुहुन्छ, को लाग्नुहुन्छ भनेर देवी म्याम भन्ने चाहिँ हाम्रो भिनाजु हुनुहुन्छ, सुरिता म्याम हुनुहुन्छ। होइन हाम्रो दाई हो अरे। अनि दाई कसरी हुन्छ त नि है, सीता त दिदी हुन् हाम्रो। माइत सीता माताको माइत भएपछि हाम्रो दिदी भिनाजु हुनुभयो। ल हामी मन्दिरमा प्रवेश गऱ्यौँ। मन्दिरमा प्रवेश गरेर यहाँ हेरेछ यो बाबा हुनुहुन्छ एउटा माग्ने। आमा कति सानो, छक्क पऱ्यो कि हेरेर हामी। कति सानो भुँडी छ, कति सानो जिउ छ, खुट्टा पनि काचुकुचुक परेछ। ल सबै हेर्दै यो अचम्म कुरा हेर्दै हामीले अब यहाँनिर जुत्ता चप्पल राख्नुपर्ने भयो। निःशुल्क जुत्ता चप्पल राख्ने ठाउँमा जुत्ता चप्पल राख्यो। त्यो पूजाले भन्दैछ मलाई दया गरेर 20 दिँदा नि हुन्छ। अब हामी मन्दिरमा हातखुट्टा धोएर पस्यो। हातखुट्टा धोएर पस्यो अनि सम्झना आयो हामीलाई त फुलमाला प्रसादी के लिएकै छैनौँ भनेर फेरि फिर्ता गयौँ। फिर्ता गएर हामीले फुलमालाहरू लियौँ, प्रसादी लियौँ। त्यसपछि यहाँ दर्शन गर्न पस्यौँ। 11 बज्दै थियो। सबैजनाले भनिरहनु भएको थियो कि 12 बजे बन्द हुन्छ भनेर। हतार हतार गएको हामी, यति भिड रहेछ। तुरुन्तै हाम्रो पालो आइहाल्यो, दर्शन गरिहाल्यो। आनन्द आयो मनमा, कति राम्रो मन खुसी भयो कि राम सीताको दर्शन गर्न पाएँ। धेरै राम्रो कुरा, मनमा आनन्द लाग्यो। ल त्यति सिद्धिनु बित्तिकै हाम्रो पूजापाठ सिद्धिनु बित्तिकै हामी माथितिर लाग्यौँ। त्यहाँनिर म्युजियम छ, सीतामाताको लुगाहरू छ अनि झाँकीहरू छ भनेर हेर्न गएर यहाँ हेरेको। फोटो पनि बिचमा बेचिरहनु भएको रहेछ एउटा भाइले। त्यहाँ हामी सबैजना हनुमान चालिसा लियौँ र हेऱ्यौँ। त्यहाँ राम्रो राम्रो कुराहरू, फोटोहरू रहेछ। फोटो लिनु मन लागेको थियो मलाई, तर सानो खोजेको थिएँ तर रहेनछ त्यहाँनिर। त्यसपछि आयो हामी झाँकी हेर्न। यो इलेक्ट्रोनिक उसले बनाएको रहेछ, विद्युतीय प्राधिकरणले, बिजुलीले चल्ने थियो। यस्तो सीतामातालाई काखमा बोकेर हल्लाउने, दशरथजीले हलो जोत्ने, त्यो सबै कुराहरू इलेक्ट्रिकले नै चलिरहेको रहेछ। त्यसो भएपछि हामी बाहिर आयो, एकछिन फोटोसोटो खिच्यौँ, टिकटक बनायौँ। अनि यहाँनिर त समाती टिका लगाइदिन्छन् हौ। समात्दै टिका लाउँदै हातमा डोरा बाँध्दै जबरजस्ती हिँड्ने। त्यसपछि हामीले हेऱ्यौँ यहाँनिर कानकोहरू, घाँटीमुरको राम्रो राम्रो रहेछ। यो भाइ रहेछ, यो भाइको भिडियो गरिदिरहेको। भाइलाई सोधेको कति रुपियाँ भाइ भनेको 300 भन्छ। आमामा हाम्रो यहाँ त सरलाईमा त्यति पनि दिन्छ भनेको। भाइलाई लाज लागेछ अनि लाजले मुख फर्काएछ। ल ठिकै छ, उसको अब रोजी पेसा हो, रोजगार हो, अलिकति त नाफा त कमाउनै पऱ्यो। त्यसपछि हामीलाई लाग्यो भोक, किनकि हामी त भोकै गएको थियो भगवान् दर्शन गर्नुपर्छ भनेर। अनि हामीले सोचे रघुपति मिष्टान भण्डार यहाँनिर छ फेमस, त्यहाँ मैले कतिचोटि खाइसकेको छु, मलाई राम्रो लाग्छ। त्यसले हामी त्यहाँ आयौँ। साथीभाइ पनि पहिलोचोटि आउनु भएको थियो, मैले उहीँ लगेँ। सबैजना जानुभयो र खुसी हुनुभयो। उहाँको सर्भिस देखेर यति फास्ट सर्भिस पनि र सबै कुरा मिठो भएर हामी सबैजना खुसी भयो। भाइले पनि, उहाँ एउटा बोल्ने भाइ पनि एकदमै टकेटिभ भाइ हुनुहुँदो रहेछ, मजाको। उहाँले भन्यो दिदी मेरो होटलको प्रचार गरिदिन्छु है, गुगलमा यसो रेट हालिदिन्छु, कति रेट मिल्न पाउनु पर्ने रहेछ मेरो होटललाई, रिभ्यू पनि दिन्छु भनेर। ल ठिकै छ भनेर हामी आयो। अब यहाँ आएर हामी यहाँ चुरा किन्न थाल्यौँ। एकछिन हेर्छ शिल्पा म्याम गायब। कहाँ जानुभयो शिल्पा म्याम? खोज्दा हेर्छ त शिल्पा म्याम यहाँ त एउटा त्यो ठेलावाला भाइसँग चुडी बेचिरहेको रहेछन्। हैट शिल्पा म्याम यसो हुँदैन, घर हिँड्नु मार्छन्। अब सासूलाई भने शिल्पा म्यामले तानेर ल्यायौँ। ल अब गर्दा यहाँ ठेलामा के किन्न लाग्यो। एकैछिनमा यो नगर प्रहरी हेर्न सक्नुहुन्छ, नगर प्रहरीहरू आउनुभएको छ। उहाँहरूले त गर्नुभएको काम राम्रै हो। यसरी ठेलामा बाटोमा बेच्न त दिनुहुन्न। आफ्नो सहरलाई, सिटीलाई राम्रो सफा सुग्घर राम्रो बनाउनुको लागि उहाँले प्रयास गर्नुभएको, त्यो पनि ठिकै हो। त्यसपछि सबैजना ठेला लिएर भागम भाग गर्न थाल्यो। अब हामी फेरि अटोमा चढ्यौँ, म्याजिकमा चढ्यौँ, जुन हामीले रिजर्भ गरेर लगेको थियो घुम्न जानलाई, त्यसमा चढ्ने। त्यसपछि चढेपछि अब हामी बाटो बिचमा भाट बटैनी छ है, एउटा जनकपुरमा फेमस छ
धेरै टिकटकमा देखिरहेको थियो र बाटोबाट हिँड्दा जाँदा त्यताबाट देखिरहन्थ्यो तर कहिले पस्ने मौका पाएको थिएन। ल जाउँ न त आएको बेलामा भने म्याजिकवाला दाइलाई सोधेको ल ल जानु केही छैन भन्नुभयो। गयौँ हामी गएको त यहाँ लिफ्टवाला रहेछ भर्याङ त्यहाँ चढ्यौँ। त्यहाँ चढेर त्यहाँ हेरेको कतिजना दिदी बहिनीहरू त डढाइरहनु भएको रहेछ चढ्नलाई। राम्रो राम्रो त्यहाँनिर खेलौनाहरू पनि रहेछ तर यति एक्सपेन्सिभ हे भगवान् किन्नु नसक्ने छोइ नसक्ने। जुन कुरा 100-150 पाउने कुरा नि 300 400 कसरी किन्नु होला। यसो एउटा दुइटा किनेर लैजाउँ भने त दाम सुन्दै दङ्ग पऱ्यो। तैपनि हाम्रो साथीभाइहरूले के किन्नुभयो सुनिता म्यामले छोरीको लागि बुकहरू किन्नुभयो पेन्सिल कलरहरू आएको छौँ आएको बेलामा लिउँ भनेर किन्यौँ। रन्जु म्यामले पनि किनिसक्यो के अब यहाँ आउँछु त एउटा बहिनीलाई हेर्छु यहाँ भड्याङमा लिफ्टमा डरेर बुढा र छोरा कहाँ पुगिसक्यो ऊ चाहिँ डरेर चढेको छैन। आऊ न आऊ भन्छु मान्दैन। ल त आऊ किन आऊ भनेर अब हामी चाहिँ लाग्यौँ। लाँदाखेरि अटोमा चढेपछि शिल्पा म्यामले ठुलो झोला ल्याउनु बिर्सिनु भएछ प्रसादी कहाँ लाग्ने भनेपछि शिल्पा म्यामले आफ्नो मालामा प्रसादीको प्लास्टिक यसरी झुन्ड्याइदिनु भयो। हातमा झुन्ड्या दिक्क लाग्यो अरे झोला पनि छैन भनेर उहाँले घाँटीमा झुन्ड्याउनु भयो यो सेफ हुन्छ भनेर। ल यो पनि एउटा टेक्नोलोजिया नै हो यो पनि काम लाग्छ राम्रै कुरा सिकाउनु भयो शिल्पा म्यामले हामीले पनि सिक्यौँ कहिलेकाहीँ। हाम्रो हातमा सामान केही सानोतिनो बोक्दा उयो भयो भने यसरी मालामा पोते सोतेमा आफ्नो लगाएकोमा झुन्ड्याउँदा नि हुने रहेछ भनेर। ल ठिक छ अब अगाडि बढेपछि फेरि अब हामीले त खाजा खाएको थियो खाना खाएको थिएनौँ। फेरि भोक लाग्यो साथीभाइलाई 4 बजिसकेको थियो। अनि फेरि हामी बर्दिवासमा यहाँ ओर्लिएर यहाँ बर्गर हाउसमा पसेर सरी पहिला होटलमा पसेर चिया खायौँ त्यसपछि बर्गर हाउस पसेर के खाजा खायौँ। कसैले खानुभयो कसैले खानु भएन त्यसपछि हामी हिँड्यौँ घरतिर। यसरी नै हाम्रो बित्यो। यसरी नै रह्यो रमाइलो हाम्रो जनकपुरको ट्रिप। अरू 2-4 जना साथीहरू छुट्नुभयो उहाँहरू आउनुभएको थिएन कुनै कामले। फेरि नै हामी रमाइलो गर्ने यसरी जानेछौँ। सुमार्गको टिमहरू जहाँ हुन्छ त्यहाँ त रमाइलो नहुने कुरै हुँदैन। फेरि अर्को भिडियोमा भेट्ने नै छौँ। माया गरिदिनु होला मेरो भिडियोलाई। बाई बाई।